सो हेलो एन्ड वेलकम टु एभ्रिवान। यदि तपाईँहरू पनि इन्जिनियरिङ स्टुडेन्ट हुनुहुन्छ र सोलिड वर्क सिक्न चाहनुहुन्छ भने पक्कै पनि यो भिडियो तपाईँहरूको लागि हो। एज बिङ अ स्टुडेन्ट अफ मेकानिकल इन्जिनियरिङ मलाई चाहिँ के लाग्छ भने पढेर सर्टिफिकेट थापेर मात्र पक्कै पनि इन्जिनियरिङ भएर जब खान गाह्रै छ। यसको लागि तपाईँले स्किल डेभलप गर्नै पर्ने हुन्छ, चाहे त्यो डिजाइनिङ फिल्डमा होस् चाहे अरू कुनै फिल्डमा होस्। नाउडेज इन्जिनियरिङ अन्ली वर्क वेन स्किल मिट क्रिएटिभिटी। अनि त्यो स्किलहरू हामी बिस्तारै बिस्तारै स्टेप बाई स्टेप डेभलप गर्दै जान्छौँ। यदि तपाईँहरू पनि सोलिड वर्क सिक्दै हुनुहुन्छ भने नो वान बिकम पर्फेक्ट इन वान डे। सुरुमा कमान्ड कन्फ्युजिङ लाग्छ, स्केच बिग्रिन्छ, डाइमेन्सनहरू मिल्दैन, तर बिस्तारै बिस्तारै त्यही प्रत्येक मिस्टेकहरू नै तपाईँहरूको प्रोग्रेस बन्दै जान्छ क्या। यदि तपाईँहरू पनि सोलिड वर्क डेली प्र्याक्टिस गर्नुहुन्छ भने पक्कै पनि बिस्तारै बिस्तारै तपाईँहरूले आफूमा इम्प्रुभमेन्ट देख्दै जानुहुन्छ। त्यही सिम्पल स्केचहरू नै पछि गएर एउटा प्रोफेसनल र प्रोपर मोडल्समा कन्भर्ट हुन्छ। छोटो एक्सर्साइजहरू नै बिग प्रोजेक्ट हुन थाल्छ बिस्तारै बिस्तारै। अनि एक दिन सोलिड वर्क बिकम योर स्ट्रङ्गेस्ट टुल। सो डोन्ट स्टप, डोन्ट कम्पेयर युर सेल्फ विथ अदर्स, जस्ट कम्पेयर युर सेल्फ विथ युर यस्टरडेज। यदि सोलिड वर्क यसरी नै सिम्पल वेमा सिक्न चाहनुहुन्छ भने म यहीँ छु। डेली एक्सर्साइज, सिम्पल एक्सप्लेनेसन अनि फुल मोटिभेसन भिडियोहरू म युट्युब च्यानलमा हाल्नेछु। त्यसैले सबैजनाले जो सोलिड वर्क सिक्न इच्छुक हुनुहुन्छ उहाँहरूले मेरो प्रोफाइलमा गएर भिडियो हेरिदिनु, सब्सक्राइब गरिदिनु युट्युब च्यानल नेम क्याड विथ सुदीप। अनि इन्जिनियरिङ इज नट डिफिकल्ट, यु जस्ट निड द राइट डिरेक्सन। यस्तै भिडियोहरूको लागि क्याड विथ सुदीपलाई सब्सक्राइब गर्नुहोस् र आफ्नो क्याड लर्निङ जर्नीलाई कन्टिन्यू गर्नुहोस्। धन्यवाद।